Now we sell हेर्नुस् त bonsai कस्तो plants मजाले too. बनाएको छ यो बोन्साई। आजकल नेपाली बजारमा बोन्साईको माग बढ्दछ। सहरका धेरैजसो घरहरूमा हामीले यस्तो बोन्साई बनाएका रुखहरू देख्न सक्छौँ। तपाईँको घरमा पनि होला। बोन्साई गरिएको बिरुवाहरू जति पुरानो भयो उति नै महँगो पनि हुने गर्दछ। यसलाई बनाउन धेरै समय खर्च गर्नु पर्ने हुन्छ र मेहनत पनि धेरै गर्नुपर्ने भएकाले पनि बोन्साईका बिरुवाहरू अलिकति महँगो पनि पर्न जान्छ। यो हो म्यापल ट्री। हेर्नुस् त कस्तो राम्रो अनि आकर्षक छ यो म्यापल ट्री। यदि तपाईँले कतै पुरानो रुखहरूलाई गमलामै अटाएको देख्नु भएको छ भने त्यो रुख बोन्साई गरेको हुनसक्छ। बोन्साई एउटा जापानी कला हो। बोनको अर्थ सानो र साईको अर्थ बिरुवा भन्ने बुझिन्छ। बोन्साई गरेको रुखहरूलाई साना गमलाहरूमा मजाले रोप्न सकिन्छ। यस्ता बोन्साई गरेका रुखहरूलाई घरको वा अफिसको छत, कोठा, भर्याङदेखि लिएर जुनसुकै ठाउँमा पनि सजाएर राख्न सकिन्छ र हरियालीको आनन्द लिन सकिन्छ र स्वास्थ्यको दृष्टिकोणले पनि निकै फाइदाजनक हुन्छ। यदि तपाईँलाई चाहिएमा अर्डर गर्नुहोला।